भारत विश्वको चौथो ठूलो सैन्य शक्ति भएको देश हो। भारतसँग 14,45,000 सक्रिय सैनिक छन् भने 11,55,000 रिजर्भ फोर्स र 25,27,000 पारामिलिट्री फोर्स पनि छन्। भारतसँग अग्नि पृथ्वी सहित ब्यालिस्टिक मिसाइल छन् भने पाकिस्तानसँग शाहिन गौरी सहितका ब्यालिस्टिक मिसाइल छन्। भारत र पाकिस्तान दुवै परमाणु हतियार भएका देश हुन्। आधिकारिक तथ्याङ्क अनुसार भारत र पाकिस्तानसँग करिब बराबर 170 वटा परमाणु हतियार छन्। भारतसँगको तनाव बढेसँगै पाकिस्तानले परमाणु हतियार सजावटका लागि नराखेको टिप्पणी गर्दै युद्धको अवस्थामा प्रयोग गर्न सक्ने धम्की दिएको छ। भारतले भने परमाणु हतियारमा नो फर्स्ट युजको नीतिमा हस्ताक्षर गरेको छ। यसको अर्थ भारतले आफूमाथि हमलाको अवस्थामा बाहेक पहिले परमाणु हतियार प्रयोग गर्ने छैन। तर भारतले यो नीतिमा बदलाव ल्याउने संकेत गरिसकेको छ। भारतसँग 4201 ट्याङ्क छन्, जसमा अर्जुन ट्याङ्क, T-90, भीष्म जस्ता ट्याङ्क पर्छन्। अर्जुन भारतमै निर्मित ट्याङ्क हो भने T-90 भीष्म रुसमा निर्मित ट्याङ्क हो। भारतीय सेनासँग पिनाका रकेट सिस्टम, ब्रह्मोस मिसाइलसँगै होवित्जर जस्ता तोप छन्। पाकिस्तान पनि सैन्य शक्तिका हिसाबले विश्वको 12औं स्थानमा पर्छ। पाकिस्तानसँग 6,54,000 सक्रिय सैनिक छन् भने 5 लाख भन्दा बढी अर्ध सैन्य बल छ। पाकिस्तानसँग 3,742 ट्याङ्क, 50,523 बख्तरबन्द गाडी र 752 वटा सेल्फ प्रोपेल्ड आर्टिलरी युनिट छ। यो सँगै पाकिस्तानसँग 692 रकेट लन्चर र 2,627 वटा ट्याङ्क छन्। वायुसेनाका हिसाबमा पनि भारत पाकिस्तान भन्दा अघि छ। भारतीय वायुसेनासँग कुल 2,229 वटा विमान छन्, जसमा 600 लडाकु विमान, 831 सपोर्ट एयरक्राफ्ट, 879 हेलिकप्टर सामेल छन्। यो सँगै भारतसँग फ्रान्समा बनेका राफेल फाइटर जेट, सुखोई Su-30 MKT, मिराज 2000, MiG-29 फाइटर जेट छन्। भारतसँग ब्रह्मोस, अस्त्र, रुद्रम र आकाश जस्ता मिसाइल सिस्टम लैस छन्। पाकिस्तानसँग पनि बलियो वायुसेनाको फोर्स छ। पाकिस्तानसँग 1,379 एयरक्राफ्ट छन्, जसमा 328 लडाकु विमान, 64 ट्रान्सपोर्ट एयरक्राफ्ट, 565 वटा ट्रेनर एयरक्राफ्ट र 373 वटा हेलिकप्टर छन्। पाकिस्तानसँग 57 वटा अट्याक हेलिकप्टर र 4 वटा एयरबर्न ट्याङ्कर पनि छन्। पाकिस्तानसँग अमेरिकामा निर्मित F-16, चीनमा निर्मित JF-17, थन्डर र मिराज जस्ता लडाकु विमान छन्। भारतले चीनसँग प्रतिस्पर्धी क्षमता बनाउन नौसेनामा पनि तीव्र विकास गर्दै लगेको छ। बीबीसीको रिपोर्ट अनुसार भारतसँग 150 वटा युद्धपोत छन्, जसमा INS विक्रान्त र INS विक्रमादित्य जस्ता विमान वाहक युद्धपोत र SSBN अरिहन्त क्लास जस्ता परमाणु पनडुब्बी छन्, जसमा धनुष र K-15 जस्ता मिसाइलको प्रयोग गर्न सकिन्छ। भारतको नौसेनामा 1,42,252 सक्रिय सैनिक छन्। पाकिस्तानी नौसेनासँग भने विमान वाहक युद्धपोत छैनन्, तर पाकिस्तानी नौसेनासँग 114 वटा जहाज, 8 वटा पनडुब्बी र 9 वटा फ्रिगेट युद्धपोत छन्। यद्यपि पाकिस्तानले पछिल्लो समयमा आफ्नो समुद्री शक्ति बढाउँदै लगेको छ। भारतको रक्षा बजेट पाकिस्तानको भन्दा अधिक छ। सिप्रीको रिपोर्ट अनुसार सन् 2024 मा भारतको सैन्य खर्च पाकिस्तानको भन्दा 9 गुणा बढी थियो। भारतले सैन्य सामग्री खरिदका लागि गत आर्थिक वर्षमा मात्रै 86.1 बिलियन डलर खर्च गर्यो भने पाकिस्तानले केवल 10.2 बिलियन डलर खर्च सैन्य उपकरणका लागि गरेको देखिन्छ। आर्थिक वर्ष 2025-26 का लागि भारतले रक्षा बजेट 6.8 लाख करोड रुपियाँ छुट्याएको छ। भारतले रक्षा क्षेत्रमा जीडीपी को 2.44% खर्च गर्छ भने पाकिस्तानले जीडीपी को 2.8% खर्च गर्दै आएको छ। अर्थतन्त्रको मामिलामा भारत पाकिस्तान भन्दा निकै अघि छ। विश्वको 5औं ठूलो अर्थतन्त्र भएको भारतको जीडीपी 3.8 ट्रिलियन डलर बराबर पुगिसकेको छ। पाकिस्तानको अर्थतन्त्र भने 370 मिलियन डलर बराबरको छ। अब एकैछिन दुई देशको सैन्य रणनीति र गतिविधिको चर्चा गरौं। सन् 1947 मा स्वतन्त्र भएता भारत र पाकिस्तान बीच 1947, 1965, 1971 र 1979 मा गरी जम्मा 4 पटक ठूला युद्ध भएका छन्। त्यसबाहेक सीमा क्षेत्रमा समय समयमा साना झडपहरू भइरहन्छन्। त्यसैले भारत र पाकिस्तान बीच
जम्मू काश्मीरमा रहेको नियन्त्रण रेखा क्षेत्र संसारकै अधिक सैन्यकृत क्षेत्र पनि हो। त्यसैले भारतले पाकिस्तानी क्षेत्रबाट विद्रोहीले लुकीछिपी गर्ने हमलाका कारण काश्मीरसँगै चीनको बढ्दो प्रभाव रोक्न समेत सैन्य रणनीतिमा काम गरिरहेको छ। भारतको रक्षा बजेट पाकिस्तानको तुलनामा धेरै ठूलो छ, तर चीनको तुलनामा यो निकै कम पनि हो। त्यसैले भारतले आर्थिक आकार, आधुनिकीकरण र चीन सम्बन्धी सुरक्षा चिन्ताका कारण रक्षा खर्चमा ठूलो मात्रामा वृद्धि गर्दै लगेको छ। तर पाकिस्तानको सैन्य रणनीति भने देशभित्रै रहेका विद्रोहीसँगै काश्मीर क्षेत्रमा भारतबाट हुने खतरातर्फ बढी केन्द्रित छ। त्यसैले पाकिस्तान भारतका गतिविधिप्रति बढी चनाखो रहने गरेको छ। भारत र पाकिस्तान दुवैले एक अर्काबाट कुनै पनि समय खतरा हुने ठान्छन्। दुवै देश परमाणु शक्ति सम्पन्न भएकोले अत्यधिक सतर्कता उत्तिकै आवश्यक पनि छ।